म एउटा इमान्दार सिपाही हुँ। पार्टीले लाए गराएको काम हिजोका दिनदेखि आजका दिनसम्म बरु 4 प्रहर रात सुत्न नभ्याइयोस्, नसुतियोस्, बरु एक दिन खाना नखाइयोस्। कतिपय दिन त मैले खाना पकाएर खान पनि भ्याएको हुँदैन, तथापि पनि मलाई त्यो भोक लागेको महसुस हुँदैन। मैले गर्नुपर्ने दायित्व र म पुग्नुपर्ने ठाउँ, मैले गर्नुपर्ने कुरा मैले त्यहाँ दिनुपर्ने के हो, त्यो कुरा मात्रै मेरो दिमागमा हुन्छ। मलाई निन्दसँग, खानासँग, पिउनासँग भन्दा पनि मेरो कर्तव्य र दायित्वसँग बोध हुन्छ। त्यो कारणबाट मैले पार्टीले लाए हराएको काममा कुनै कन्जुसाइ गरेको छैन र आगामी चुनावमा पनि पार्टीको एउटा इमान्दार सिपाहीले पार्टीले जे भन्छ त्यो गर्नुपर्छ, गर्छु पनि। मेरा लागि पद सर्वेसर्वा होइन, काम गर्ने इच्छा हुने मान्छेले पदमा रहेर मात्रै पनि गर्दैन र जुन कुरामा असफल हुन्छ त्यसलाई निरन्तरता दिइरहनुपर्छ। मैले जे गर्दाखेरि म असफल भएको छु त्यहाँ सफल भएरै छोड्छु भन्ने दृढ निश्चय ममा छ। वडागतदेखि विभिन्न पार्टीका कार्यक्रममा एउटा कुशल राजनीतिज्ञ, एउटा कुशल सङ्गठित सदस्यले गर्नुपर्ने भूमिका निर्वाह गरेको कुरा पार्टीले मूल्याङ्कन गरिरहेको चाहिँ मैले महसुस गरेको छु। आफ्नो पर्याप्त समय पार्टीलाई दिँदै घर दैलो गर्दै पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने कुरामा यथेष्ट लाग्दै आए र 55 साल भदौ 5 गते चाहिँ मलाई पार्टीले सङ्गठित सदस्यता दियो। 62 सालदेखि मैले लगभग 70 सालसम्म अखिल नेपाल महिला सङ्घ जिल्ला कमिटीको सदस्य भएँ र 70 सालबाट मैले 73 सम्म चाहिँ अखिल नेपाल महिला सङ्घ जिल्ला कमिटी उपसचिव भएर काम गरेँ र महिला हक हितकै आवाज उठाउँदै हिँडेँ। पार्टीको जिम्मेवारीमा रहेर दुःखको परिस्थितिलाई पनि सामना गर्न सक्ने र जनमतलाई अभिप्रेरित गर्न सक्ने लोकप्रिय नेता हामीलाई हुन सक्छ भन्ने पार्टीको ठम्याइका साथ मलाई सर्वसम्मत रूपमा 2074 सालको स्थानीय चुनावमा उपमेयरको टिकट पार्टीले दिएको थियो। यसको लागि पार्टीलाई म आज पनि एकदम धन्यवाद दिन चाहन्छु। बाटाघाटा निर्माण गर्छु, पुल पुलेसा निर्माण गर्छु, चौतारी चिन्छु र समाजमा आजसम्म मैले रूपान्तरण गर्न बाँकी रहेका विभिन्न कामहरू, महिला सशक्तिकरण, जनहितका कुराहरू, अब जनचेतनाका कुराहरू, विद्यालयका विकासका कुराहरू, अझै शिक्षामा आउनुपर्ने गुणस्तरका कुराहरू, स्वास्थ्यमा आउनुपर्ने सुविधाका कुराहरू र मानवले पाउनुपर्ने नैसर्गिक अधिकार जुन नेपाल सरकारले दिलाउन पर्ने दायित्वको कुराहरू छ, ती सम्पूर्ण कुराहरूमा सबल तरिकाबाट काम गर्दै जान्छु भन्ने मेरो इच्छा रहँदै पनि प्राविधिक कारणवश इलेक्सन हो, हार र जित पक्का हुन्छ, यसमा दुविधा नै छैन र असफल भइए तापनि निराश र हतोत्साही कुनै दिन भइएन। टिकट पाउनु पर्यो, विजय त म हुन्छु। पार्टीले टिकट दिनु पर्यो, विजयी हुने माहौल मैले सिर्जना आफै गरिसकेको छु। यसमा निश्चिन्त हुनुभयो हुन्छ। बेलकोटगढी भूगोलका सम्पूर्ण जनसमुदायलाई मैले कुनै हानि नोक्सानी र त्रुटि बिगार्ने काम समुदायमा केही पनि गरेको छैन। जति पनि मेरो समय छ जनहितको लागि, समाज रूपान्तरणको लागि, सामाजिक विकासको लागि मात्र मैले खर्च गर्दै आएको छु। त्यहाँ शिक्षा, बाटाघाटा, पुल पुलेसा र अन्य समुदायलाई आवश्यक रहेका कृषिका रूपान्तरणदेखि विभिन्न कुराहरूमा बेलकोटगढीको आवश्यकता, यस बेलकोटगढीवासीहरूको चाहना इच्छा अनुसार सहकार्य गर्दै टोल र समुदायको आवश्यकता सम्प्रेषण गरेर, अध्ययन विश्लेषण गरेर, सहकार्य गरेर यो भूगोलले जस्तो किसिमको विकासको आवश्यकता महसुस गरेको छ, यसलाई मेल खाने खालको काममा एकदम दृढ भएर लाग्ने र बेलकोटगढीलाई चाहिँ समृद्ध र हिजोको बेलकोटगढी र आजको बेलकोटगढी 5 वर्षको पिरियडमा कति रूपान्तरण भयो त देखिने किसिम गरी। जसरी मैले सञ्चालन गरेको विद्यालय, मैले सञ्चालन गरेको सहकारी, मैले चाहिँ सेवा दिएका स्वास्थ्य सेवा दिएका जनसमुदायमा आएको सकारात्मक रूपान्तरण मैले देखाउन सफल भएको छु, म सक्सेस भएको छु। त्यसै गरी यो बेलकोटगढीलाई पनि 5 वर्ष पछाडि मैले यी कुरा चाहिँ रूपान्तरण भयो, यो हामीले गरेको रूपान्तरण हो, यति चाहिँ प्रगति गर्न सफल भयौँ। सुरुमा बाटो निर्माण, पुल पुलेसा निर्माण, खानेपानी नपुगेका बस्तीहरूमा खानेपानीको उपलब्धता गराउनेदेखि यस बेलकोटगढीमा रहेका
अधिकांश आवश्यकताहरूलाई परिपूर्ति गर्ने क्रममा लागिनेछ र यो सक्सेस हुन सक्ने लक्षण पनि हुन्छ। दर्शकबिन नमस्कार, म रामेश्वर तिमल सिन्हा। आज हामीसँग हुनुहुन्छ रूपा सापकोटा। उहाँ बहुआयामिक व्यक्तित्वको धनी हुनुहुन्छ। स्वास्थ्य स्वयंसेविकादेखि व्यवसाय सफल हुँदासम्म यसबाट पनि त्यति सन्तुष्ट नभएर तपाईँ राजनीतिमा होमिनु भएको हो कि के हो? तपाईँ उपमेयरसम्मको उम्मेदवारी दिइसक्नु भएको छ, अब फेरि इलेक्सन आइराखेको छ। अब यो इलेक्सनमा फेरि तपाईँको उम्मेदवारी रहन्छ रहँदैन लगायत यसभन्दा अगाडिदेखि राजनीतिक पृष्ठभूमिको विषयमा चाहिँ हामीलाई प्रश्न पार्दैन। मैले 2054 सालदेखि नै नेकपा एमाले जनताको लोकप्रिय पार्टी, युवाको लोकप्रिय पार्टी, बालबच्चाको लोकप्रिय पार्टी, वृद्धको लोकप्रिय पार्टी, हाम्रो प्यारो पार्टी नेकपा एमाले पार्टीको आस्था राख्दै पार्टीले गरेका वडागत, गाविसगत, क्षेत्रीय विभिन्न भेला, सेमिनार, गोष्ठी र मिटिङहरूमा सहभागी हुँदै 54 सालको स्थानीय चुनावमा आफ्नो पर्याप्त समय पार्टीलाई दिँदै घर दैलो गर्दै पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने कुरामा यथेष्ट लाग्दै आए र 55 साल भदौ 5 गते चाहिँ मलाई पार्टीले सङ्गठित सदस्यता दियो र 55 सालदेखि सङ्गठित सदस्य हुँदै सङ्गठित सदस्यले गर्नुपर्ने आफ्नो एउटा पार्टी अनुशासनमा रहेर कर्तव्य निर्वाह गर्दै पार्टीले लाएका कामहरू निष्कपटका साथ गर्दै आए र मैले विक्रम सम्वत 2062 सालमा अखिल नेपाल महिला सङ्घ जिल्ला कमिटीको सदस्यको रूपमा काम गर्ने र 62 सालदेखि मैले लगभग 70 सालसम्म अखिल नेपाल महिला सङ्घ जिल्ला कमिटीको सदस्य भएँ र 70 सालबाट मैले 73 सम्म चाहिँ अखिल नेपाल महिला सङ्घ जिल्ला कमिटी उपसचिव भएर काम गरेँ र महिला हक हितकै आवाज उठाउँदै हिँडेँ पार्टीको जिम्मेवारीमा रहेर। र त्यसै गरी 70 सालबाट नै क्षेत्रीय, हाम्रो सङ्घीयता नआउँदा क्षेत्र थियो, हाम्रो क्षेत्रीय भूगोलमा पनि मैले क्षेत्रीय अध्यक्ष, अखिल नेपाल महिला सङ्घको क्षेत्रीय अध्यक्ष भएर महिला हक हितको आवाज बुलन्द गर्दै महिला सङ्घको काम गर्ने, अनेम सङ्घको काम गर्ने मौका पाएँ र त्यहाँ पनि आफ्नो पर्याप्त समय पस्किँदै सक्षम एउटा महिला राजनीतिज्ञको रूपमा आफूलाई स्थापित गर्दै आएँ। त्यसै गरी मैले चाहिँ अनेम सङ्घको जिल्ला कमिटीमा 2 कार्यकाल पदाधिकारी र सदस्य रहेर काम गरेको, क्षेत्रीय कमिटीमा पनि अनेम सङ्घको अध्यक्ष रहेर सफलतापूर्वक आफ्नो कार्यनिर्वाह गरेको र वडागतदेखि विभिन्न पार्टीका कार्यक्रममा एउटा कुशल राजनीतिज्ञ, एउटा कुशल सङ्गठित सदस्यले गर्नुपर्ने भूमिका निर्वाह गरेको कुरा पार्टीले मूल्याङ्कन गरिरहेको चाहिँ मैले महसुस गरेको छु। मैले यी अवधिमा यसरी म 62 सालदेखि चाहिँ सङ्गठित भएर काम गर्दै आउने क्रममा 54 सालदेखि राजनीतिमा लागेको, त्यो मेरो यथेष्ट आराम गर्ने समय नपुगेको, मसँग हिँडडुल बढी गर्ने, घरमा काम कम गर्ने कारणले आर्थिक कमजोर भएको अवस्थाले पनि मैले 2टा सन्तान गुमाइसकेको छु। म पार्टीको मिटिङ छ भनेपछि रानीपवा जानु परोस्, तिर्सुली जानु परोस्, धार्के जानु परोस्, काठमाडौँ जानु परोस्, आज प्रशिक्षण छ भनेपछि घरको कामको पनि प्रवाह नहुने, आफ्नो शरीरको पनि प्रवाह नहुने, जहाँसम्म कि मैले मेरो 10 गते डेलिभरीको डेट छ, म 7 गते चाहिँ यहाँबाट मारेको ओह्रालो हिँड्दै विदुर पुगेको छु। म विद्यालयको कामले त्यसै गरी जाने, घर घरासको कामले त्यसै गरी जाने र पार्टीको कामले त्यसै गरी जाने। हाम्रो आदरणीय नेताज्यूले भन्नुहुन्थ्यो मलाई स्थानीय, अनि यसरी हिँडेको क्रममा स्थानीय चुनावमा पनि अब पार्टीले मूल्याङ्कन गरेर समय दिन सक्ने, खट्न सक्ने, डटेर दुःखको परिस्थितिलाई पनि सामना गर्न सक्ने र जनमतलाई अभिप्रेरित गर्न सक्ने लोकप्रिय नेता हामीलाई हुन सक्छ भन्ने पार्टीको ठम्याइका साथ मलाई सर्वसम्मत रूपमा 2074 सालको स्थानीय चुनावमा उपमेयरको टिकट पार्टीले दिएको थियो। यसको लागि पार्टीलाई म आज पनि एकदम धन्यवाद दिन चाहन्छु। म पार्टीप्रति ऋणी नै छु, मैले गर्न पर्ने काम पुगेको छैन भन्ने मैले महसुस गरिरहेको छु। त्यसरी टिकट प्राप्त गरियो र टिकट प्राप्त गरेर चुनावी प्रचारमा जाँदा पनि नेतागणहरूले भन्ने गर्नुहुन्थ्यो समुदायमा, जुनसुकै भेला गोष्ठीमा सानो नानी बच्चा काखमा लिएर आउने, अगाडिको बेन्चमा कुर्सीमा बस्ने र
बच्चाको व्यवस्थापन गर्दै दिनभरि ध्यानपूर्वक पार्टीका प्रशिक्षणमा सहभागी हुने अनि साँझ परेपछि लिक्रिक लिक्रिक झोला बोकेर हिँड्ने यो महिला को रहेछ जस्तो हामीलाई लाग्थ्यो। अनि साथीहरूसँग सोद्धा बुझ्दा यो महिला चाहिँ दामोदर सापकोटाको श्रीमती हो। त्यतिखेर मेरो श्रीमानले चाहिँ गाउँ पार्टी कमिटीमा सचिवको रूपमा काम गर्नुहुन्थ्यो। त्यतिखेर सचिव नै प्रमुख हुने व्यवस्था थियो, अध्यक्ष थिएन गाउँ कमिटीमा र देशमा पनि महासचिव नै प्रमुख हुनुहुन्थ्यो राष्ट्रमा पनि। त्यसरी काम गर्दा दामोदरको श्रीमती हो भनेर हामीले सुन्दथ्यौँ। कुनै दिन कुनै बखत कुनै ठाउँमा उहाँको अभाव पाइएन, जहिले पनि उहाँको साथमा बाबु नानी हुन्थ्यो। उहाँहरूले भन्ने गर्नुहुन्थ्यो चुनावी कार्यक्रम र अन्य कार्यक्रमहरूमा। मैले हुन पनि हो, उहाँहरूले भनेको सत्यता हो। मैले यो पिरियडमा त्यो 54 सालदेखि आजको दिनसम्म अहिले बल्ल मेरो बाबु 11 वर्षको भयो। अहिले 11 वर्षमा 2 वर्षसम्म त बोकेर हिँडियो। अहिले 9 वर्ष भयो मैले केटाकेटी बोकेर राजनीतिकमा र अन्य सामाजिक काममा जान नपरेको। नत्र मैले 4वटा सन्तान चाहिँ हुर्काएँ। 4वटा सन्तान जन्माउने विषयमा र हुर्काउने विषयमा मैले कुनै दिन कुनै ठाउँमा मेरो अभाव र खाँचो राखिनँ। मैले विद्यालयको कार्यक्रम हुँदा 45 दिनको छोरीलाई विद्यालयको अफिस कोठाको सिमेन्टको चिसोमा सुताएर कार्यक्रम व्यवस्थापन गरेर दिनभरि सभापतित्व गरेर कार्यक्रम समापन गरेर आएको छु। पार्टीको प्रशिक्षण कार्यक्रममा जाँदाखेरि अमारेको बाटो 1.5 महिनाको छोरी चाहिँ काखमा च्यापेर झर्दै झर्दै अमारेबाट बिद्दुर पुगियो र बिद्दुरमा कार्यक्रममा सहभागी भएर घरै आइन्थ्यो। र यसरी हिँड्ने क्रममा मेरो परिवारले पनि बाटासम्म बच्चा बोकेर पुर्याइदिने, लिन जाने त्यस्ता कुराहरू मद्दत गर्नुभयो। मैले पनि शरीर बालबच्चा भन्दा ठुलो समाज र पार्टीलाई सोचेर हिँड्दै गरेँ। यो पार्टीले एकदम मूल्याङ्कन गर्नुभयो र मलाई टिकट प्राप्त पनि भयो। प्राविधिक कारण मेरो असक्षमता पनि म भन्दिनँ। यति धेरै काम गरेकै होला कि आफू हाइलाइटमा आउनु बोलेको होला कि भन्ने पनि लाग्न सक्छ क्या। मैले धेरै कुरा गरेँ भनिसकेँ। यो वास्तविकता हो, यथार्थ हो। जसले मेरो भोगाई हिँडाइ र गराइ देख्नु भएको छ उहाँले रियलाइज बार बार गर्नुभएको छ। यति खट्नु भएको भनिरहनु भएको छ र यसरी मैले गर्दै आएको कुरालाई पार्टीले मनन गरेर दिएको टिकट मैले ग्रहण गरेँ र झिनु मतले यस समाजमा केही गर्छु। बाटाघाटा निर्माण गर्छु, पुल पुलेसा निर्माण गर्छु, चौतारी चिन्छु र समाजमा आजसम्म मैले रूपान्तरण गर्न बाँकी रहेका विभिन्न कामहरू, महिला सशक्तिकरण, जनहितका कुराहरू, अब जनचेतनाका कुराहरू, विद्यालयका विकासका कुराहरू, अझै शिक्षामा आउनुपर्ने गुणस्तरका कुराहरू, स्वास्थ्यमा आउनुपर्ने सुविधाका कुराहरू र मानवले पाउनुपर्ने नैसर्गिक अधिकार जुन नेपाल सरकारले दिलाउन पर्ने दायित्वको कुराहरू छ, ती सम्पूर्ण कुराहरूमा सबल तरिकाबाट काम गर्दै जान्छु भन्ने मेरो इच्छा रहँदा पनि प्राविधिक कारणवश इलेक्सन हो, हार र जित पक्का हुन्छ, यसमा दुविधा नै छैन र असफल भइयो। भइए तापनि निराश र हतोत्साही कुनै दिन भइएन। त समाज रूपान्तरणको लागि राजनीतिमा होमिनु भएको छ। आफ्नो अधिकांश समय यो राजनीतिक भेला सम्मेलन गोष्ठीमा दिनुभएको छ। अब फेरि इलेक्सन चुनाव आउँदैछ। अबको चुनावमा तपाईँको सहभागिता रहन्छ कि रहँदैन? यसमा रहँदैन भन्न पनि एउटा पार्टीको योद्धाले मिल्दैन, किनकि हामी पार्टीको कर्मठ योद्धा हौँ। म एउटा इमान्दार सिपाही हुँ। पार्टीले लाए गराएको काम हिजोका दिनदेखि आजका दिनसम्म बरु 4 प्रहर रात सुत्न नभ्याइयोस्, नसुतियोस्, बरु एक दिन खाना नखाइयोस्। कतिपय दिन त मैले खाना पकाएर खान पनि भ्याएको हुँदैन, तथापि पनि मलाई त्यो भोक लागेको महसुस हुँदैन। मैले गर्नुपर्ने दायित्व र म पुग्नुपर्ने ठाउँ, मैले गर्नुपर्ने कुरा मैले त्यहाँ दिनुपर्ने के हो, त्यो कुरा मात्रै मेरो दिमागमा हुन्छ। मलाई निन्दसँग, खानासँग, पिउनासँग भन्दा पनि मेरो कर्तव्य र दायित्वसँग बोध हुन्छ। त्यो कारणबाट मैले पार्टीले लाए हराएको काममा कुनै कन्जुसाइ गरेको छैन र यो काम गर भनेको कुरा नाइ भनेको छैन। त्यसैले अब आगामी चुनावमा पनि पार्टीको एउटा इमान्दार सिपाहीले पार्टीले जे भन्छ त्यो गर्नुपर्छ, गर्छु पनि।
मैले हिजो नगर कमिटीको अधिवेशन हुँदै गर्दा हिजो मात्रै म कार्तिक 24 गते चाहिँ हाम्रो बेलकोटगढी नगरपालिकाको नगर स्तरीय अधिवेशन भएको थियो। यस अधिवेशनबाट यहाँ अधिकांश युवा कमरेडहरू पनि पार्टी कमिटी सञ्चालन गर्नको लागि योग्य, सक्षम र सबल हुनुहुन्थ्यो हाम्रो पार्टीमा। र निवर्तमान अध्यक्षज्यू पनि पुरुष नै कामरेड हुनुहुन्थ्यो, जो नवराज तिवारी कामरेडले अध्यक्षता गर्दै आउनुभएको थियो पार्टीको बेलकोटगढीको। त्यो अवस्थामा पनि मैले के महसुस गरिरहेको थिएँ, नेतागणसँग के भनिरहेको थिएँ, साथी कमरेडहरूसँग के भनिरहेको थिएँ भने उहाँहरूले मसँग जानकारी लिन खोज्नु हुँदा म एउटा पार्टीको सिपाही, मलाई पार्टीले तपाईँ यो पदमा रहेर काम गर्नुहोस् भनेर मौका दिनुभयो भने म अध्यक्ष हुन पनि योग्य छु। किनकि 54 सालदेखिबाट यही पृष्ठभूमिमा यही पार्टीमा लडी भिजी जुधी आएको छु। काम गर्ने तौर तरिका थाहा छ, मसँग इच्छा छ, मसँग चाहिँ सबै कुराबाट पार्टी हाँक्न सक्ने क्षमता छ। र तपाईँ उपाध्यक्ष रहेर काम गर्नुहोस्, तपाईँ उपाध्यक्ष रहँदा सर्वसम्मत गराउन सजिलो हुन्छ, पार्टीलाई भोलि इलेक्सनमा चाहिँ सबल बनाएर लान सजिलो हुन्छ भन्नुहुन्छ भने म उपाध्यक्ष रहेर पनि काम गर्छु। होइन तपाईँ सचिव, निवर्तमान सचिव पनि हो म बेलकोटगढीको, सचिव रहेर काम गर्नुहोस् भन्नुहुन्छ भने पनि म त्यसैमा ठिक छु। होइन तपाईँ यो पटक सदस्य मात्रै रहिदिनुहोस्, हामीले अर्को साथीलाई व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा गर्नुहुन्छ भने पनि सदस्य मात्रै रहेर पनि काम गर्छु। होइन यो पटक तपाईँलाई सङ्गठित सदस्य मात्रै रहेर काम गर्नुहोस् भन्नुहुन्छ भने म सङ्गठित सदस्य मात्रै रहेर पनि काम गर्छु भनेको थिएँ। यो मेरो एकदम यथार्थ हो, मैले अहिले पनि मनैदेखि भनेको कुरा हो। यो मेरा लागि पद सर्वेसर्वा होइन, काम गर्ने इच्छा हुने मान्छेले पदमा रहेर मात्रै पनि गर्दैन। र कोही कुरा काम गर्ने क्रममा पदमै भएपछि आफूले निर्णय गर्न पाउने, गर्न पर्ने अवस्थामा भएपछि हुने कामहरू पनि अधिकांश छन् पदीय दायित्वभित्र रहेका। तथापि पनि पार्टी नियममा बस्ने एउटा योद्धा भएको नाताले चाहिँ पार्टीले लाई हराएको काम गर्नुपर्दछ, त्यो गर्छु। र जहाँसम्म तपाईँ फेरि इलेक्सनमा आशा गर्नुहुन्छ कि भन्नुभएको छ, मैले यति बेरसम्म यहाँलाई सुनाएका, बताएका, दर्शकहरूलाई सुनाएका कुरा, मेरो गराई भोगाई, मेरो पार्टीप्रतिको लगनशीलता, योगदान सबै दृष्टिकोणबाट म यस पार्टीको उपमेयर होइन मेयरै भए पनि र हाम्रो प्रदेश सङ्घीय सांसदकै टिकट लिए पनि अयोग्य हुन्छु जस्तो मलाई लाग्दैन। मैले समुदाय र यो देशको हकितको लागि काम गर्न सक्ने दक्षता र शक्ति सामर्थ्य मसँग छ। पार्टीले मलाई तपाईँलाई योग्य लाग्यो, तपाईँ यो पदमा उठ्नुहोस् भनेर जुनसुकै ओदाको टिकट प्रदान गरोस्। पार्टीले दिएको टिकटमा म वडा सदस्यदेखि लिएर कुन स्थानमा मेरो स्थान सुइटेबल हुन्छ, लाग्छ, आवश्यक लाग्छ पार्टीलाई, त्यो दिएको अवस्थामा अस्वीकार गर्ने पक्षमा छैन। जब पार्टीले मलाई टिकट नदिएर दोस्रो पात्र कुनै मेरो पार्टीभित्र रहनुभएको कामरेडहरूलाई टिकट दिँदै गर्दा हाम्रो गढीको चाहिँ विकास सबल हुन्छ, पार्टीको जित सुनिश्चित हुन्छ, लोकप्रिय नेता कोही हुनुहुन्छ र उहाँलाई दिँदा पार्टीको जित सुनिश्चित छ भने मलाई नै हुनुपर्छ भनेर अडान लिने, घामट गर्ने, झगडा गर्ने र दुःख मन गर्ने, चित्त दुखाउने काम मबाट हुँदैन। जहाँसम्म लाग्छ पार्टीले टिकट दिने क्रममा मूल्याङ्कन गरेर टिकट दियो भने म सक्षम छु, सबल छु। र केही प्राविधिक त्रुटिका कारण झिनु मतले चाहिँ हाम्रो 46 जना कामरेडहरू वडादेखि लिएर 10 वटा वडा विजय भएको छ, मेयर साहब विजयी हुनुभएको छ र मैले प्राविधिक कारण केही मत कम पाएँ र चुनाव हार्न बाध्य भएको छु। र यो चाहिँ मेरो मात्रै हार होइन, यो भूगोलको हार रहेछ। यो 3 पिप्लेदेखि लिएर हाम्रो 2 पिपल देवीघाटसम्मको भूगोलको, यो समुदायको, यो बेलकोटगढीको नेकपा एमालेको उपमेयरको हार हो, मेरो रूपा सापकोटाको हार होइन, पार्टीको हार हो भन्ने मैले बुझेको छु। अबको इलेक्सनमा पार्टीले तपाईँलाई टिकट प्रदान गर्यो भने कुन पोस्टमा चाहिँ तपाईँको उम्मेदवारी रहन्छ? मलाई नभई हुँदैन भन्दिनँ, मैले ऐनै भनिसकेँ। पार्टीले मलाई सुइटेबल देख्यो, विश्वास गर्यो, जित्न सक्ने पात्र यही नै हो भन्ने ठम्याइ पार्टीको रह्यो भने म हिजो विगतमा पनि उपमेयरकै टिकट पाएर 6500 मत प्राप्त गरेर 106 मत नपुगेर झिनु मतका कारण, मेरै अभ्यास नपुगेर होला, विभिन्न केही कारणले होला, समुदायले पनि
अब मूल्याङ्कन र पहिचान गर्ने कुरामा समय अपुग भएर होला मैले असफलता प्राप्त गरेको छु। मैले मेरो बुझाइ छ जुन कुरामा असफल हुन्छ त्यसलाई निरन्तरता दिइरहनुपर्छ। मैले जे गर्दाखेरि म असफल भएको छु त्यहाँ असफल भएरै छोड्छु भन्ने दृढ निश्चय ममा छ। त्यो कारणबाट पनि छन त म मेयरको लागि पनि सुइटेबल छु। मेरो कुनै किसिमबाट उमेरदेखि योग्यतादेखि हैसियतदेखि कार्यशैलीदेखि क्षमतादेखि कुनै कुरामा कमी छैन मेरो। म गर्न सक्छु, हाँक्न सक्छु बेलकोटगढीलाई मेयर भएर। मेयरको टिकट माग्ने अधिकार पनि पार्टीको एउटा एद्दाला हुन्छ। तर म पार्टीले विश्वास गरेको खण्डमा टिकट लिनुहुन्छ तपाईँ भन्नुभयो दिनुभयो भने उपमेयरकै टिकट दिने हो। अहिले मेयरको पनि मैले दाबी गर्दिनँ किनकि म जहाँ असफल भएको छ त्यही सफल हुनु मेरो उद्देश्य छ। उपमेयरमा तपाईँको केही प्राविधिक कारण भन्नुभयो, त्यसको कारण चाहिँ विजय हुन सम्भव भएन। अब तपाईँ सरमा टिकट पाउनुभयो, विजयी भएर आउनुभयो भने यो बेलकोटगढी नगरपालिकालाई समृद्ध गर्नको लागि चाहिँ के कस्तो कामहरू गर्नुहुन्छ? सर्वप्रथम त टिकट पाउनु पर्यो। टिकट पाइसकेपछि सुनिश्चित छ यहाँ भन्न त कतिपय अधिकांश पार्टीहरूले हामी गठबन्धनमा गएर चुनाव लड्छौँ भनेका छन्। गठबन्धनमा जान्छु भन्नेहरूको पनि रुवाबासी र कोलाहाल पनि देखिएको छ। तथापि पनि गठबन्धन नै भयो भने पनि हामीले लोकल स्तरका कार्यकर्ताहरू, भोटरहरू र शुभचिन्तकहरूको मन जितेका छौँ, लोकप्रियता कमाएका छौँ र गठबन्धनका जुन पार्टीहरू 5 दल छ त्यो 5 दलले यस बेलकोटगढीमा एमालेलाई चुनाव हराउन बल पुग्दैन, सक्नुहुन्न, कदाचित सक्नुहुन्न। उहाँहरू चुनावै जित्ने हो भने अन्य दल कहीँ कतै खोज्न जानुपर्ने अवस्था बेलकोटगढीमा छ। एमालेको माहौल बनेको छ। मेयर साहबले 5 वर्षको अवधिमा यसलाई समृद्ध बनाउने कोसिस एकदम गर्नुभएको छ र यसलाई निरन्तरता दिँदै पूर्णता दिने इच्छा पार्टीका सम्पूर्ण कामरेडहरूको छ र मैले 5 वर्षको पिरियडमा अब म विजयी भएँ भने टिकट पाउनु पर्यो। विजयी त म हुन्छु, पार्टीले टिकट दिनु पर्यो। विजयी हुने माहौल मैले सिर्जना आफै गरिसकेको छु। यसमा निश्चिन्त हुनुभयो हुन्छ। तपाईँ दर्शकहरू र मिडियाकर्मी यहाँ रहनुभएका बेलकोटगढी भूगोलका सम्पूर्ण जनसमुदायलाई मैले कुनै हानि नोक्सानी र त्रुटि बिगार्ने काम समुदायमा केही पनि गरेको छैन। जति पनि मेरो समय छ जनहितको लागि, समाज रूपान्तरणको लागि, सामाजिक विकासको लागि मात्र मैले खर्च गर्दै आएको छु र हानि नोक्सानी र बिगार्ने काम गरेको छैन। त्यो कारणबाट पनि टिकट प्राप्त भएको अवस्थामा चुनाव जित्नको लागि हामी मेयर, उपमेयर र वडामा रहनुभएको 5 वटा सदस्य सहित बेलकोटगढीमा गत स्थानीय चुनावमा भन्दा पनि अत्याधिक सिट चुनाव विजय प्राप्त गर्छौँ। यो सुनिश्चित हो, म ठोक्का गरेर भन्न चाहन्छु। एमालेको जित चाहिँ सुनिश्चित छ बेलकोटगढीमा। म हुँ अथवा अर्को होस्, मै भएको अवस्थामा 5 वर्षको पिरियडमा सर्वप्रथम त म बाटाघाटाहरूलाई अझै मजबुत हुने कुरामा लाग्नेछु। त्यसपछि हाम्रो कोल्पु खोलाको पुल निर्माण सम्पन्न हुन लागेको छ। चौथे लगायत अन्य ठाउँहरूमा पुल पुलेसा निर्माण गर्न जरुरत भएको ठाउँ जुन एउटा सानो 20-30 लाखको 50-60 लाखको पुलले सडक, एउटा सडक र अर्को सडक जोडिएर 24 घन्टा 12 महिना यातायात ओहोर दोहोर गर्ने ठाउँमा सानो एउटा पुलको कारणबाट यातायातलाई चाहिँ दुविधा भएको छ। बर्खामा हाम्रो जनसमुदायहरूको ठुलो गुनासो, हाम्रो अधिकांश भोट दिने जनताहरूले ठुलो पीडा भोग्नु परेको छ। असार मासमा चाहिँ मान्छेलाई झाडाबान्ता लाग्छ, ज्वरो आउँछ, प्रसव व्यथा नै लाग्छ, अन्य बिमारी हुन्छ। उहाँहरू हस्पिटल जान पर्दा, हामी आफै बिरामी हुँदा हस्पिटल जानु पर्दा पुल नभएको कारणले खोलापारीसम्म कसरी पुग्ने भन्ने अवस्था हुन्छ। त्यो कारणले सर्वप्रथम बाटो सधैँभरि चल्ने किसिमको बनाउने कुरामा, पुल बनाएर एक बाटो र अर्को बाटो जोड्ने कुरामा र समुदायमा अस्तव्यस्त भएर रहेका पार्टी चौताराहरूदेखि लिएर अझै पनि केही ठाउँहरूमा बालबालिकाहरू शिक्षाको अन्धकारमै बिल्सेका छन्। तिनलाई सशक्त गराएर शिक्षा दीक्षा दिलाउने कुरामा हस्पिटलहरू सुरु भएका छन्। यिनलाई व्यवस्थित गराउने कुरामा स्वास्थ्य, शिक्षा, बाटाघाटा, पुल पुलेसा र अन्य समुदायलाई आवश्यक रहेका कृषिका रूपान्तरणदेखि विभिन्न कुराहरूमा बेलकोटगढीको आवश्यकता
यस बेलकोटगढीवासीहरूको चाहना इच्छा अनुसार सहकार्य गर्दै टोल र समुदायको आवश्यकता सम्प्रेषण गरेर अध्ययन विश्लेषण गरेर सहकार्य गरेर यो भूगोलले जस्तो किसिमको विकासको आवश्यकता महसुस गरेको छ यसलाई मेल खाने खालको काममा एकदम दृढ भएर लाग्ने र बेलकोटगढीलाई चाहिँ समृद्ध र हिजोको बेलकोटगढी र आजको बेलकोटगढी 5 वर्षको पिरियडमा कति रूपान्तरण भयो त देखिने किसिम गरी जसरी मैले सञ्चालन गरेको विद्यालय मैले सञ्चालन गरेको सरकारी मैले चाहिँ सेवा दिएका स्वास्थ्य सेवा दिएका जनसमुदायमा आएको सकारात्मक रूपान्तरण मैले देखाउन सफल भएको छु म सक्सेस भएको छु। त्यसै गरी यो बेलकोटगढीलाई पनि 5 वर्ष पछाडि मैले यी कुरा चाहिँ रूपान्तरण भयो यो हामीले गरेको रूपान्तरण हो यति चाहिँ प्रगति गर्न सफल भयौँ भनेर मैले मात्रै नभनिकन यहाँ रहनुभएका बासिन्दाहरूले यो चाहिँ काम भएकै हो है भन्ने देखावटी रूपमा देखिने किसिमको दीर्घकालीन किसिमको र म भोलि एक मुठी प्राण छोडेर गएको दिनमा नि यी काम चाहिँ फलानु मान्छेले रूपा सापकोटाले गरेको हो है भनेर अरू मलाई केही कमाउनु लिनु र दिनु छैन। म मर्दाको दिनमा मैले कीर्ति राख्न सक्ने मेरो पाला पुस्तासम्म यो मान्छेले गरेको यो भन्ने पहिचान देखिने किसिमको केही कामहरू गर्ने दृढ इच्छा छ र त्यो पक्का पनि मैले गर्नेछु। तपाईँ अब इलेक्सनमा टिकट पाउनुभयो विजयी हुनुभयो भने चाहिँ बेलकोटगढी नगरपालिकालाई समृद्ध गराउनको लागि चाहिँ के गर्नुहुन्छ र यो 5 वर्षको पिरियडमा चाहिँ के कस्ता कामहरू भए? 5 वर्षको पिरियडमा हाम्रो ठुलो भूगोल बेलकोटगढी प्रस्तावित नगरपालिका थियो कुनै संरचना थिएन एउटा वडाहरू बनेको छ नगरपालिकाको पनि भवन बन्ने कोसिसमा छ तर त्यो बनिसक्नु पर्थ्यो केही प्राविधिक कारणवश त्यो बनेको छैन भन्ने मेयरले जानकारी गराउनु भएको थियो हामीलाई भने अब यो समग्र रूपमा 5 वर्षको अवधिलाई हेर्दाखेरि चाहिँ के कतै विकास हुनुपर्ने थियो कतिको गतिमा अगाडि बढ्यो र तपाईँ अब फेरि जनताको माझ गएर विजयी भएर आएपछि चाहिँ जनताले के परिवर्तनको चाहिँ आभास पाउनेछन् त? यहाँले विकासका कुरा 5 वर्षमा कति भए भन्ने कुरा प्रसङ्ग ल्याउनु भएको छ त्यसैबाट म सुरुवात गर्छु। अब हाम्रो नयाँ संरचना संहिता आएपछिको पहिलो स्थानीय सरकार अहिलेको कार्यकालमा रहिरहनु भएको हाम्रो मेयर साहब लगायतका वडा अध्यक्षज्यूहरू हुनुहुन्छ। हाम्रो मेयर साहबले भन्ने गर्नुहुन्छ लगभग भक्तपुर एउटा जिल्ला जत्रो चाहिँ हाम्रो बेलकोटगढी नगरपालिका छ यति ठुलो नगरपालिका छ र यो ठुलो नगरपालिकामा चाहिँ बाटाघाटा र पुलपुलेसा व्यवस्थित भएका थिएनन् अस्तव्यस्त थिए ठुलो भूगोल र छरिएका बस्तीहरू रहेको कारणबाट एक घरदेखि अर्को घरसम्म बाटाघाटा लानुपर्ने जरुरत हुने त्यो आवश्यक पनि हुने र एउटा खोल्साबाट अर्को खोल्सा नजिक खोल्साहरू र खोलाहरू हुने र त्यसका निर्माणको लागि ठुलो धनराशिको आवश्यक हुने ठुलो चाहिँ प्राविधिक कुराहरूको आवश्यक हुने भएका कारणले काम गर्ने इच्छा हुँदै गर्दै गरिरहनु भएको छ नगर्नु भएको छैन। यहाँ धेरै सरकारका मन्त्रीहरू बने धेरै पार्टीका नेताहरू बने यहाँ राष्ट्रमा अन्तर्राष्ट्रमा चिर परिचित धेरै नेताहरू छन् विपक्षी पार्टीहरूका पनि यहाँ ठुला नेताहरू धेरै पटक मन्त्री भएर गए नुवाकोटका जस्तै अर्जुन नरसिंह केसी रामशरण महर डाक्टर प्रकाश चन्द्र लोहानी जस्ता नेताहरू हामीले सुन्यौँ देख्यौँ र हाम्रा बाआमाहरूले भोग्नुभयो। यी व्यक्तित्वहरू जाँदै गर्दा पनि नुवाकोटको काठमाडौँ राजधानीदेखि 26 किलोमिटरमा हामी आज यहाँ फाटापोवा भन्ने ठाउँमा तपाईँसम्म बोल्दैछु यहाँ आइपुगिन्छ तथापि पनि यो बाटो बन्नको लागि के गर्नु पर्यो सुरुवात हुनको लागि भने परापूर्वकालदेखि मन्त्री अर्थमन्त्री भइरहने नेताहरू नुवाकोटको फाटापोवादेखि बेलकोटगढीदेखि नुवाकोट जिल्लाभरिका मतहरू सङ्कलन गरेर लाने चुनाव जित्ने मन्त्री हुने अन्तर्राष्ट्रिय जगतमा धरि आफ्नो नाम झ्याली पिटाउने तर सीतापाइलाबाट यहाँसम्म आउने 25-26 किलोमिटर एउटा बाइकसम्म जाने बाटो नडोर्याउने अब यसरी काठमाडौँको नजिक रहेर पनि बत्ती मुनिको अँध्यारोमा रहन परेको बाटोको निर्माण नभएको एउटा बाइकसम्म हिँड्ने बाटो 51 सालसम्म कुमारीले देख्न नपाएको अवस्थामा जुन मनमोहन अधिकारीको सरकार आइसकेपछि आफ्नो गाउँ आफै बनाऊ भन्ने अभियानका साथ बाटो सुरुवात भएको हो र यो बाटो जीर्ण
अवस्थाबाट यो विकट भूगोललाई फोर्दै छेड्दै आएका बाटाघाटाहरू जीर्ण थिए। यी जीर्ण बाटाहरूलाई प्रदेश सांसदले पटक पटक सम्बोधन गर्नुभएको छ, पैसा हाल्नुभएको छ, 50 लाख हाल्नुभएको छ। अहिले प्रदेश मार्फत नै यही बेलकोटगढीको 2 नम्बरमा पनि एकैपटक 3 करोडको काम भइरहेको छ। बेलकोटगढी लगायत नुवाकोटको 2वटा योजनालाई हेरेर डिप बोरिङ प्रत्येक व्यक्तिले खानेपानी खान पाउनुपर्छ भनेर डिप बोरिङलाई 76-77 को आबोमा प्रदेशको माननीय पूर्व मन्त्री केशवराज पाण्डेले 1.5 करोड पैसा विनियोजन गर्नुभएको छ प्रदेश मार्फत। गत 77-78 को बजेटबाट 1 करोड विनियोजन गर्नुभएको छ। यस बजेटबाट पनि उहाँले चाहिँ पुनः 2 करोड बजेट चाहिँ खानेपानी डिप बोरिङ सञ्चालनको लागि विनियोजित गर्नुभएको छ। त्यसरी पर्याप्त रकमहरू प्रदेशबाट पनि आएका छन्। जस्तै बेलकोटगढीकै भूभागमा पर्ने चिम्टेश्वर जुन पर्यटकीय क्षेत्रले चाहिँ उपयुक्त क्षेत्र मानिएको छ बेलकोटगढीमा, यहाँ भ्यू टावर निर्माणको लागि प्रदेश सांसदले हाम्रो माननीय केशवराज पाण्डेज्यूले ठुलो रकम चाहिँ विनियोजित गर्नुभएको छ। यो तपाईँ तमाम जनसमुदायले थाहा पाइसक्नु भएको विषय हो। त्यसै गरी यो फाटापौवादेखि तल 12 बिसे हुँदै जाने सडक बाटोको लागि अहिले 4 करोड विनियोजन गर्नुभएको छ। नगरपालिकाबाट पनि त्यत्तिकै पैसा वर्षे पछिको अब संयन्त्रले चाहिँ करोडभन्दा कम कुनै पनि वडालाई पैसा विनियोजन गरेको छैन रकम। तर पनि हाम्रो भौगोलिक बनावट त्यस्तै भएको, संरचनाहरू त्यस्तै भएको र हामीले काम गर्ने सिलसिलामा प्राविधिक दक्षता नपुगेको भनौँ अथवा के भनौँ, काम र विकासलाई अलि सोचे जति नउठेको जस्तो पाइएको छ। यही कोल्पु खोला हुँदै चौथे खोलाबाट वीरेन्द्र मावि हुँदै हाम्रो चाहिँ नगरपालिकासम्म जाने सडकमा नि पटक पटक 20 लाख 30 लाख 10 लाख रुपियाँले बाटो ग्राभेल हुँदै हुँदै आएको सम्पूर्णलाई थाहा छ। तथापि पनि खोलाको हाम्रो ग्राभेलको खानिज नभएको कारणबाट पनि खोलाको बालुवा ल्यायो, माटो झिक्यो, ग्राभेल झिक्यो कि ठुलो ठुलो ढुङ्गा आउँछ कि बालुवा मात्रै आउँछ, त्यहाँ ल्याएर ओछ्यायो। ढुङ्गा एकपट्टि साइड लाग्छ, बालुवा पानीले पखालिदिन्छ र ग्राभेल गरेको हो कि होइन भन्ने भएको छ। म उपभोक्तामा रहेर काम गर्नुहुने साथीहरूलाई पनि अब अनुरोध गरिराखेको छु कि बरु थोरै आओस्, थोरै ठाम होस्, टाढै गएर भने पनि ग्राभेल राम्रो खोजेर ल्याऊँ, किनेर ल्याऊँ र थोरै ठाम ग्राभेल गर्दै जाऊँ। जति काम गरेको छ पक्की बनाऊँ, राम्रो बनाऊँ, दीर्घकालीन बनाऊँ भन्ने कुरामा जोड गरिराखिएको छ। र आगामी दिनमा पनि बेलकोटगढी नगरपालिकामा विशेष गरी बिजुलीका कुराहरूमा कुनै घरहरू छुटेका छन् जस्तो मेरो जानकारीमा आएको छैन। कथम कदाचित हामीलाई जानकारीमा नआएर छुटेका छन् भने मलाई जानकारी प्राप्त गराउनुहोस्। यसको लागि यथाशीघ्र पहल कदमी गरेर बत्ती बाल्ने काम सम्पन्न गरिन्छ। र खानेपानीमा पनि डिप बोरिङदेखि लिएर अन्य शीर्षकहरूबाट अधिकांश उपभोक्ताहरूलाई, यहाँका जनताहरूलाई खानेपानी दिलाउने काम गरिएको छ। र काहीँ छुटेको हुनसक्छ, कुनै बस्तीमा ध्यान नपुगेको हुनसक्छ, छुटेको हुनसक्छ, हामीले थाहा नपाएका हुनसक्छौँ र थाहा पाउँदै पनि साधन स्रोतका अभावले, काहीँ स्रोत अभाव मुहानै नभएको कारण काहीँ अतिरिक्त क्रियाकलापले खानेपानीबाट वञ्चित समुदायहरू पनि हुन सक्नुहुन्छ। उहाँहरूको पनि आवश्यकता पहिचान गरी त्यो टोलबाट चाहिँ आफ्ना आवश्यकताहरू टिपोट गरेर दिनुहुनेछ भन्ने अपेक्षा गर्छु र ती आवश्यकताहरूलाई तत्काल पुरा गर्न चाहिँ एकदम लागिनेछ। र सबभन्दा ठुलो विकासको मूल भाग भनेको चाहिँ बाटो र पुल नै हो। बाटोलाई जोड्ने पुल, पुलेसा र सडक नै ठुलो हामीले बुझ्यौँ। जब एउटा ठाउँबाट अर्को ठाउँमा जाने सडक हुन्छ, त्यहाँ चाहिँ व्यावसायिक बनेर किसानले तरकारी खेती गर्न पाउँछ, पशुपालनै गर्छ, दुध उत्पादन गर्छ र वारीबाट पारी जान सकेन भने बेचबिखनको लागि अप्ठ्यारो हुन्छ र यसले आर्थिक उन्नति हुनबाट वञ्चित हुन्छ जनता। त्यो कारणबाट पनि सबभन्दा ठुलो प्राथमिकता हामीले सडकलाई र पुल पुलेसालाई दिनुपर्छ। 1 नम्बरमा चाहिँ हामीले सडकलाई मजबुत बनाउने, कमसेकम सबै बाटाघाटाहरूमा अधिकांश जतिखेरको समय पनि मोटर गुड्न सक्ने किसिमका सडक मजबुत बनाइसकेपछि अनि रहेका कुराहरूलाई, सानातिना चौतारा पाटीहरूका कुराहरूलाई बाटो निर्माण
भन्दा सेकेन्ड लेभलबाट हेर्दै सुरुमा बाटो निर्माण, पुल पुलेसा निर्माण, खानेपानी नपुगेका बस्तीहरूमा खानेपानीको उपलब्धता गराउनेदेखि यस बेलकोटगढीमा रहेका अधिकांश आवश्यकताहरूलाई परिपूर्ति गर्ने क्रममा लागिनेछ र यो सक्सेस हुन सक्ने लक्षण पनि हुन्छ। यसलाई गर्ने मेरो प्रबल इच्छा भनेको बाटो बनाउने, पुल बनाउने, जनताहरूलाई खानेपानीबाट अभावित नबनाउने मेरो इच्छा छ र यो गर्न सम्भव पनि छ, गर्न सकिन्छ पनि। र जहाँसम्म नगरपालिकाको भवन निर्माण भएको छैन भन्ने कुरा यहाँले गर्नुभयो, वास्तवमा यो नभएकै हो। एउटा नगरपालिकाको कार्यालय जस्तो बनाउने कुरा थोरै 4 आनाको टुक्रोमा 4 कोठाको भवन बनाएर त्यो कार्य सञ्चालन गर्न यथेष्ट हुँदैन, सम्भव हुँदैन। बनाइसकेपछि दीर्घकालीन र पर्याप्त हुने किसिमको चाहिन्छ र कुनै पनि भवन निर्माण गर्नको लागि सम्बन्धित निकायको आफ्नो निजी सम्पत्ति आवश्यक हुन्छ र त्यो कारणबाट पनि हाम्रो जुन अहिले बेलकोटगढीको सबै भूभागलाई पाएक पर्ने ठाउँ भनेर इङ्कित गरिएको बाघाको खोर भन्ने एरिया हो, त्यो एरियामा हाम्रो नगरपालिकाको नाउँमा कुनै पनि जग्गा जमिनहरू थिएन। गत 74मा चुनाव जितेर मेयर साहब आइरहँदाखेरि बाघाखोर भन्ने स्थानमा अथवा बेलकोटगढीको कुनै पनि स्थानमा हाम्रो बेलकोटगढी नगरपालिकाको नाउँमा जग्गा जमिनहरू थिएन, घर बनाउने घडेरी थिएन। त्यो कारणबाट पनि नगरपालिकाको कार्यालय भवन अति आवश्यक हुँदाहुँदै पनि आफ्नो कार्यालयको वासस्थान बनाउने कुरामा अलि ढिला सुस्ती भएकै हो। गत वर्ष प्रदेश सांसद हालका चाहिँ नेकपा एमाले प्रदेश सङ्गठन कमिटीका अध्यक्ष माननीय श्री केशवराज पाण्डेको पहल कदमीमा हाम्रो मेयर साहब, हाम्रा पार्टीका अन्य साथीहरू र हामी लगायतले चाहिँ हाम्रो नगरपालिकाको नाउँमा नेपाल सरकारले केही जग्गा उपलब्ध गराइदिनु पर्यो भनेर हाम्रा नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुभएको बखत यो माग लिएर प्रधानमन्त्रीबाट हामीले पुग्यौँ र प्रधानमन्त्रीले हाम्रो बेलकोटगढी नगरपालिकालाई नेपाल सरकारको जग्गा 25 रोपनी चाहिँ पास गरेर लेखी पढी कागज बनाएर दिनुभएको छ। अब बेलकोटगढी नगरपालिकाको आफ्नो जग्गा भयो। अब आफ्नो जग्गा भइसकेपछि अब तत्काल त्यसमा बेलकोटगढी नगरपालिकालाई आवश्यक संरचना डिपिआर गरिकन प्राविधिक इस्टिमेट बनाएर चाहिँ तत्काल निर्माण हुन्छ र नगरपालिका आफ्नो भवनबाट कार्य सम्पादन गर्ने कुरामा चाँडै लाग्न पाउनेछ भन्ने विश्वास छ। अब बन्छ। समग्र विषयमा आधारित रहेर हामी कुराकानी गरेर हामीलाई समय उपलब्ध गराइदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। यहाँले फेरि पनि टिकट पाउनुहोस् र विजयी भएर हामीले तपाईँको सफलता देख्न पाइयोस् र फेरि यसै गरी तपाईँले के गर्नुभयो त भन्ने अवसर जुटोस् भन्ने हाम्रो चाहना छ। र अन्तमा समग्र बेलकोटगढी नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण आम दिदीबहिनी दाजुभाइहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? म यहाँको मिडिया मार्फत सम्पूर्ण बेलकोटगढीवासीहरूलाई मेरा आफ्नो नेकपा एमालेमा आबद्ध भएर काम गर्ने कर्मठ योद्धा कमरेडहरू लगायत मलाई माया गरेर हिजो माया गर्नुभएको र आज कतिखेर भेटाएर माया गरौँ भनेर प्रतीक्षामा रहनुभएको सम्पूर्ण जनसमुदायहरूलाई यहाँहरूको पक्षमा अहोरात्र म खट्नेछु। जनहितको लागि म बुलन्द आवाज गर्दै जिल्ला सङ्घ प्रदेश मैले जानुपर्ने र गर्नुपर्ने पहल कदमी गर्नेछु। मैले टिकट पाउँदा नपाउँदा, पार्टीको अध्यक्ष रहँदा नरहँदा यस बेलकोटगढीको उन्नति र प्रगतिको लागि मैले सधैँभरि आवाज उठाएको छु, चिन्तन गरेको हुन्छु र बेलकोटगढीको मुहार मुस्कुरायो भने मात्रै म मुस्कुराउन चाहन्छु र यो बेलकोटगढीलाई समुन्नत बनाउने मेरो दृढ सङ्कल्प छ। यसमा यहाँहरूको साथ सहयोग र हौसला मलाई आवश्यक छ। यो हौसला पक्का प्राप्त गर्नेछु र यो बेलकोटगढीको समृद्धिमा मैले लाग्न प्लस पोइन्ट यहाँहरूको हुनेछ भन्ने अपेक्षाका साथ यहाँहरूको माझ म कुनै पदमा रहँदा नरहँदा सधैँ तपाईँहरूको साथमा छु। आवश्यकता पर्दा सम्झिन सक्नुहुनेछ। मैले गर्न सकेको दिन सकेको विचार विमर्श र सुझाव यहाँहरूलाई रहने नै छ भन्ने अनुरोधका साथ तपाईँ मिडियाकर्मीलाई धन्यवाद। संवाद हेरिदिनु सुनिदिनु भएकोमा मुरी धन्यवाद भन्दै आज बिदा हुन चाहन्छु। हस्, धन्यवाद, नमस्कार। यहाँहरूको दिन शुभ रहोस्।